कहाँबाट स्टार्ट गरेँ जस्तो भयो होला। अहिले चाहिँ म ट्युसन क्लासमा चाहिँ कोही नआएर साथीहरूमा मात्रै यसो एकछिन पढिरहेको थिएँ। ट्युसन सकिने बित्तिकै हामी टुर्न खान गएको, साथीहरूले नआउने रे मै किन जानुपर्ने रे, अनि मन बाहिर लगेर दिएँ। अनि हामी खाँदै गफ गर्दै गइरहेको थियौँ। अनि लास्टतिर लगाइरहेको थियौँ। अनि हामीले फ्रुटी सुटी किनेर अनि घरतिर जानु पऱ्यो भनेर गइरहेको थियौँ। अनि आधी बाटोबाट त्यो नि छुट्यो। अनि म नि गएँ पेट्रोल पम्पतिर गइरहेको थिएँ। अनि पेट्रोल सेट्रोल लिएर अनि बस चढ्नु गएको, लास्ट गर्मी अनि बित्तिकै म चाहिँ तेलसेल राख्न थालेँ। अनि छिटो स्कुटी झिकेर अनि आउने बित्तिकै अनि मम्मीलाई लिएर अनि गाउँतिर गएँ म चाहिँ। अनि गाउँ पुग्ने बित्तिकै सबै सामान झिक्यो। अनि यही गाउँको घर मेरो। अनि छिटो माथि गयो। अनि सामान छोडिदिएँ माथि। अनि गाउँ चाहिँ हामी गुफामा गएको थियौँ। अनि बहिनीको अनि उतै अगाडि थियो घर। अनि मम्मी गएर टिका सिका लगाइदिनु भयो। अनि अलिअलि यसो खायौँ। अनि एकछिन बसेर अनि हामी पनि घरतिर लाग्यौँ। अहिले चाहिँ हामी घर पुग्यौँ। अनि मम्मीले ढोका सोका खोल्दैन थियो। अनि आजको लागि यति नै, पिस आउट।